आजको भिडियोमा हामी नेपाली कम्युनिस्ट पार्टी माओवादी केन्द्रको घोषणापत्रमा के भनेका छन् र रियालिटी के हो भन्ने कुरा गर्छु। नारा छ सुशासन र रोजगारी समाजवादको तयारी। माओवादीले यसपटक आफूलाई क्रान्तिकारी र परिवर्तनकामी शक्ति भनेर प्रस्तुत गरेको छ। मुख्य बाचाहरू: भ्रष्टाचार, 2046 साल पछिका सरकारी पदमा बसेका सबैको सम्पत्ति 1 वर्षभित्र जाँच गर्ने छुट्टै आयोग बनाउने, भ्रष्टाचार हेर्ने सबै सरकारी निकायलाई एकै ठाउँमा मिलाएर एउटा बलियो लोकपाल बनाउने, अर्थतन्त्र 5 वर्षमा आर्थिक वृद्धि दर 2 अङ्कमा पुर्याउने, हरेक वर्ष 5 लाख नयाँ रोजगारी दिने। अहिले देशमा गरिबी दर 20% छ, त्यसलाई 5% मा झार्ने। जमिन र न्याय: 2 वर्षभित्र जमिन विहीन दलित र सुकुम्बासीलाई लाल पूर्जा दिएर नेपाललाई जमिन विहीन मुक्त देश घोषणा गर्ने, विदेशबाट फर्किने कम्तीमा 1 लाख युवालाई आफ्नो व्यापार खोल्ने सहयोग गर्ने। शान्ति प्रक्रिया: वर्षौंदेखि अलपत्र रहेको शान्ति प्रक्रिया टुङ्ग्याउने र शहीद परिवारलाई न्याय र मुआवजा दिने। प्रविधि: देशभर 5G सेवा विस्तार र सूचना प्रविधिलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउने। रियालिटी चेक: माओवादी केन्द्र 2063 को शान्ति प्रक्रियापछि पटक पटक सरकारमा छ। 2046 साल पछिको सम्पत्ति छानबिनको एजेन्डा, जमिन सुधार र भ्रष्टाचार अन्त्यको वाचा उनीहरूले हरेक चुनावमा उठाउँछ। प्रश्न एउटै, नेपाली कम्युनिस्ट पार्टी माओवादी केन्द्र आफू सत्तामा हुँदा किन चुक्यो?